वेलकम ब्याक टु बिन्दाबाइटी। नमस्कार साथीहरू, आज तपाईहरुलाई म क्रिप्टो करेन्सी के हो, क्रिप्टो करेन्सी अर्थात् क्रिप्टो करेन्सी के हो, यसको सुरुवात कसरी भयो, कसले सुरु गर्यो, यसको फाइदा र बेफाइदा के छन्, विश्वभरि यसको अवस्था कस्तो छ, नेपालमा यसको कानुनी स्थिति के छ र भविष्यमा यसको सम्भावना कस्तो देखिन्छ भन्ने विषयमा विस्तृत रूपमा चर्चा गर्नेछौँ। यसको सुरुवातमा हामी क्रिप्टो करेन्सी भनेको के हो, क्रिप्टो करेन्सी भन्ने हामीले त सुनिरहेका छौँ होइन, दिनदिनै हामीले डे टु डे लाइफमा पनि सुनेकै कुरो हो। तर क्रिप्टो करेन्सी भनेको के रहेछ त, यसले कसरी काम गर्नेछ, यो भनेको के हो, यसको अर्थ नबुझिकन कुनै पनि कुराको बारेमा हामी बुझ्न सक्दैनौँ। त्यस कारणले हामी क्रिप्टो करेन्सी भनेको के हो यसको बारेमा बुझ्नेछौँ। तपाईँहरू पनि हेर्नुहोस् है त, एकदम ध्यान दिएर सुन्नु होला अनि आफ्ना साथीहरूलाई पनि यसबारेमा सेयर गरिदिनु होला, किनभनेदेखि जति नै ज्ञान बाँडेर लियो त्यति नै ज्ञान बढ्छ। यसबारेमा चाहिँ क्रिप्टो करेन्सी एक प्रकारको डिजिटल वा भर्चुअल मुद्रा हो। यो भनेको चाहिँ हामीले दैनिक प्रयोग गर्ने खालको पैसा, कागजको पैसा, अन्य किसिमको सिक्काहरू जस्तो होइन, जसलाई छुन वा हातमा समात्न सकिँदैन। यो पूर्ण रूपमा इन्टरनेट मार्फत सञ्चालन हुने मुद्रा हो। यो चाहिँ हामीले छुने होइन, पैसा निकाल्ने, झिक्ने, हातमा राख्ने खालको त्यस्तो हुँदैन। यसलाई चाहिँ अनलाइन मार्फतै कारोबार गरौँ, इन्टरनेटको माध्यमबाट यसलाई हामीले कारोबार गर्ने गर्छौँ। सामान्य रूपमा हामीले प्रयोग गर्ने नेपाली रुपैयाँ, भारतीय रुपैयाँ, अमेरिकी डलर आदि मुद्रा सरकार वा केन्द्रीय ब्याङ्कले जारी गर्दछन्। तर क्रिप्टो करेन्सी कुनै सरकार वा ब्याङ्कको नियन्त्रणमा हुँदैन। यो चाहिँ कुनै पनि सरकारले आधिकारिक रूपबाट बनाएको बाहेकै यो चाहिँ सीमित व्यक्तित्वहरूले आफ्नो कामको लागि, आफ्नो स्वार्थ अथवा आफ्नो बिजनेसको रूपबाट चाहिँ एउटा भर्चुअल पैसा बनाएर चाहिँ त्यसैलाई रियल पैसा र काम गर्दछन्। यसले ब्लकचेन नामक प्रविधिको प्रयोग गरेर कारोबार सुरक्षित बनाउँछ। ब्लकचेन भनेको डिजिटल रेकर्ड राख्ने प्रणाली हो, जसमा भएका कारोबारहरू सार्वजनिक रूपमा सुरक्षित तरिकाले अभिलेख गरिन्छ। यो भनेको चाहिँ ब्लकचेन नामको एउटा प्रविधि छ। त्यो प्रविधिमा चाहिँ कति कारोबार भयो, आयो, गयो, के कस्तो अवस्था छ, हरेक कुराहरूको बारेमा चाहिँ त्यसमा रेकर्ड भएर बसेको हुन्छ। क्रिप्टो करेन्सीको सुरुवात कहाँबाट भयो त? अब हामीले क्रिप्टो करेन्सी भनेको के हो भन्ने त बुझ्यौँ होइन त। क्रिप्टो करेन्सी भनेको के रहेछ त भन्दा, अमेरिकी यो चाहिँ एउटा एक प्रकारको डिजिटल वा भर्चुअल मुद्रा हो। यो चाहिँ डिजिटल अथवा भर्चुअल रूपबाट जस्तै हामीले मोबाइल, कम्प्युटर अथवा इन्टरनेटको प्रयोग गरेर विभिन्न तरिकाबाट पिक्चरहरू, डिजाइनहरू गरेका हुन्छौँ नि, हो त्यस्तै गरी यो पनि इन्टरनेटमा चाहिँ भर्चुअल नोटलाई चाहिँ बनाएर त्यसलाई चाहिँ पैसाको रूपमा कारोबार गर्ने गरिँदो रहेछ। यसलाई हामीले छुन पनि सक्दैनौँ, समात्न पनि सक्दैनौँ। यस्तो चिज चाहिँ हाम्रो रियल पैसा जस्तो होइन। अब यसको सुरुवात कहाँबाट भयो त, क्रिप्टो करेन्सीको सुरुवात कहाँबाट भयो यसबारेमा हेरौँ। क्रिप्टो करेन्सीको अवधारणा धेरै वर्षदेखि विभिन्न अनुसन्धानमा देखिए पनि आधुनिक क्रिप्टो करेन्सीको सुरुवात सन् 2008मा भयो। यो क्रिप्टो करेन्सीको अवधारणा त धेरै पहिलोदेखि आइरहेको थियो। अब मानिसहरूले पैसाको छाप्ने, पैसामा अब धेरै लगानी हुने हुँदाखेरि त्यसको बोझ पनि बढ्यो, त्यसको छपाई, प्रिन्टिङ कस्ट पनि हाइली हुन गयो होइन। त्यो हाई हुँदाखेरि त्यसमा अब घाटा पनि हुन्छ नि त, त्यसलाई प्रिन्ट गर्दा घाटा हुन्छ, केही समय पानीले भिज्ने, बिग्रने, नोट नष्ट हुने, त्यसलाई फेरि सराउनु पर्ने, नयाँ नोट छाप्नु पर्ने लगायतको विभिन्न किसिमको अवरोधहरू, समस्याहरू आइपर्ने हुँदाखेरि त्यसबाट हुन सक्ने लसलाई चाहिँ मेन्टेन गरेर हामीले अब कसरी दिगो रूपमा चाहिँ करेन्सीको चाहिँ प्रयोग गर्न सक्छौँ भनेर बनाइएको यो क्रिप्टो करेन्सी हो। यसको सुरुवात सन् 2008मा भयो। सन् 2008मा सातोसी नाकामोटो नाम प्रयोग गर्ने एक व्यक्ति वा समूहले बिटकोइन सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक गरे। सुरुमा चाहिँ सन् 2008मा सातोसी नाकामोटो, नेपालीमा चाहिँ नाकमोटो भनेर सम्झिँदा पनि भयो,
सातोसी नाकामोटो भन्ने व्यक्तिगत समूहले चाहिँ बिटकोइन सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक गरे। कसरी यसलाई हामीले अनलाइन क्रिप्टो करेन्सीहरू युज गर्न सकिन्छ, अनलाइन मनीहरू भनेर चाहिँ नोट भनेर चाहिँ अनुसन्धान गरे। त्यसपछि सन् 2009मा बिटकोइन नेटवर्क सुरु भयो र पहिलो बिटकोइन अस्तित्वमा आयो। त्यस पश्चात चाहिँ सुरुचोटि चाहिँ बिटकोइनको अस्तित्वमा आयो। तिनीहरूले बिटकोइन सुरु भयो र बिटकोइनलाई चाहिँ संसारको पहिलो सफल क्रिप्टो करेन्सी मानिन्छ। संसारको पहिलो सफल क्रिप्टो करेन्सी कुन हो भनेर चाहिँ यहाँहरूलाई कसैले सोधे भनेदेखि बिटकोइन हो। बिटकोइन चाहिँ संसारकै पहिलो सफल क्रिप्टो करेन्सी मानिन्छ। आज पनि सातोसी नाकामोटो वास्तवमा को हुन् भन्ने कुरा निश्चित रूपमा थाहा भएको छैन। अथवा यो बिटकोइनलाई चाहिँ सुरुवात गराउने होइन, क्रिप्टो करेन्सीलाई चाहिँ प्रयोगमा ल्याउने व्यक्तिहरू को हुन् त, कसले त्यस्तो गरे भन्ने कुरोहरू चाहिँ अहिलेसम्म पनि यो वास्तविक रूपबाट आइसकेको छैन। बिटकोइन भनेको के हो त? अब हामीले यसमा हेरौँ, यसपछि अब हामी बिटकोइन भनेको के हो भनेर बुझ्छौँ है। बिटकोइन संसारकै पहिलो र सबैभन्दा प्रसिद्ध क्रिप्टो करेन्सी हो। बिटकोइन चाहिँ संसारकै सबैभन्दा पहिलो क्रिप्टो करेन्सी हो। फर्स्ट क्रिप्टो करेन्सी अफ द वर्ल्ड इज नोन एज बिटकोइन। यसको मुख्य उद्देश्य बैंक वा बिचौलियाको आवश्यकता बिना मानिसहरू बिच सिधा डिजिटल कारोबार सम्भव बनाउनु हो। यस्तो हुँदाखेरि चाहिँ पर्सन टु पर्सन कन्ट्याक्ट हुने भयो, एक जनाबाट अर्को जनामा कन्ट्याक्ट हुने भयो। त्यसको लागि हामीले बैंकमा पनि जानु परेन होइन। आफ्नो अनलाइन करेन्सी जति छ त्यो करेन्सी अर्कोलाई ट्रान्सफर गर्ने, केही कुरोको कारोबार गर्नु पऱ्यो भने पनि, अनि नोट पनि चाहिएन भन्ने यसको चाहिँ अवधारणा हो। बिटकोइन पछि हजारौँ अन्य क्रिप्टो करेन्सीहरू विकसित भए, जस्तै इथरनम, बिनान्स कोइन, सोलाना, कार्डानो, डोकोइन लगायतका विभिन्न नाम गरेका अनलाइन क्रिप्टो करेन्सीहरू चाहिँ अस्तित्वमा आए। अब एउटा सफल भइसकेपछि यसको राम्रै प्रभाव हुने रहेछ समाजमा, गाउँघरमा पनि यसले राम्रो छाप दिन सक्छ भन्ने उद्देश्यले यो क्रिप्टो करेन्सीलाई चाहिँ बाट सफलता पाउनको लागि अरू पनि अस्तित्वमा आए। अब क्रिप्टो करेन्सी कसरी काम गर्छ त? अब हामीले क्रिप्टो करेन्सी भनेको के हो, यो कहाँबाट आयो, के छन् भन्ने कुरा हेरौँ। अब यसले कसरी काम गर्छ भन्ने कुरा हेर्छौँ है त। क्रिप्टो करेन्सी ब्लकचेन प्रणालीमा आधारित हुन्छ। जब कुनै व्यक्तिले अर्को व्यक्तिलाई क्रिप्टो पठाउँछ, कारोबारको अनुरोध गरिन्छ। यसमा चाहिँ हामीले एक व्यक्तिबाट अर्को व्यक्तिमा चाहिँ क्रिप्टो करेन्सी पठाउनका लागि यो ब्लकचेन प्रणालीमा आधारित छ। ब्लकचेन भन्ने चाहिँ एउटा यो क्रिप्टो करेन्सी कारोबार गर्ने, यसमा भएको कारोबारहरू रेकर्ड भएर बस्ने होइन। हाम्रो मेमोरी कार्ड नभए जस्तै गरी मोबाइलमा यसमा पनि त्यसरी बस्ने एउटा ब्लकचेन भन्ने टेक्नोलोजीमा रहेछ यो। अनि यसमा कारोबारको अनुरोध गरिन्छ। सुरुमा त अब म कारोबार गर्न चाहन्छु, तपाईँलाई पैसा यो क्रिप्टो पठाउन चाहन्छु अथवा लिन चाहन्छु, के गर्छु भन्ने कुरोको रिक्वेस्ट गर्नुपर्दो रहेछ। नेटवर्कका कम्प्युटरहरूले त्यसलाई प्रमाणित गर्दछ। त्यो जोइन भएको कम्प्युटरले चाहिँ त्यसलाई अब एक्सेप्ट गरौँ, एक्सेप्ट नगरिकन चाहिँ पठाउन नमिल्ने रहेछ कारोबार गर्न। कारोबार ब्लकचेनमा थपिन्छ। अब त्यो ब्लकचेन प्रणालीमा कारोबार थपिने भयो, त्यसै डाइरेक्ट भएन होइन त। रकम प्राप्तकर्ताको डिजिटल वालेटमा पुग्छ। जस्तै हामीले अनलाइनबाट पठाउँदाखेरि मोबाइल ब्याङ्किङबाट पैसा पठाएर ठ्याक्क मोबाइल ब्याङ्किङको माध्यमबाट चाहिँ अर्को व्यक्तिको खातामा पुग्यो। त्यस्तै गरी यो क्रिप्टो पनि यो ब्लकचेन प्रणालीमा आधारित भएर चल्ने रहेछ। रकम प्राप्तकर्ताको डिजिटल वालेटमा पुग्छ, त्यो डिजिटल वालेटमा पैसा पुग्यो। यस सम्पूर्ण प्रक्रियामा चाहिँ यसरी पैसा पठाउँदा अथवा लिँदाखेरि त्यो ब्याङ्कको आवश्यकता पर्दैन। डाइरेक्ट व्यक्ति टु व्यक्तिमा चाहिँ यसको कारोबार हुन सक्यो। अब यसका फाइदाहरू के छन् त? क्रिप्टो करेन्सीका फाइदाहरू चाहिँ यसका हरेक कुराको फाइदा र बेफाइदा हुन्छ नि त। यसको फाइदाहरूमै त छिटो कारोबार हुन्छ। विश्वको जुनसुकै स्थानमा केही मिनटमै रकम पठाउन सकिन्छ। क्रिप्टोबाट चाहिँ आफ्नो क्रिप्टो डिजिटल वालेटमा भएको पैसा चाहिँ एक व्यक्तिबाट अर्को व्यक्तिमा पठाउन चाहिँ केही मिनटमै, यसलाई कुनै पनि त्यत्रो समय लाग्ने ओर्ने भन्ने कुरो हुँदैन, ढिला सुस्ती हुने भन्ने पनि हुँदैन होइन। केही मिनटमै चाहिँ हामीले विश्वको जुनसुकै स्थानमा रहेर पनि पैसा पठाउन सकिन्छ। अब यसमा चाहिँ फेरि अर्को भयो, अब कम शुल्क भयो। हाम्रा यी पुराना खालका ब्याङ्कहरूमा चाहिँ अब
पैसा पठाउँदा ओर्दाखेरि धेरै शुल्क लाग्ने गर्छ। परम्परागत ब्याङ्किङ प्रणालीको तुलनामा चाहिँ धेरै अवस्थामा शुल्क कम लाग्न सक्छ होइन त। पैसा कम लाग्ने भयो, चार्ज कम लाग्ने भयो। हाम्रा ब्याङ्कहरूले त पैसा लिन्छन् नि त, त्यस्तो यसमा हुँदैन। अर्को विकेन्द्रीकरण हुन्छ, कुनै एक सरकार वा ब्याङ्कको पूर्ण नियन्त्रण हुँदैन होइन त। विकेन्द्रीकरण भएपछि चाहिँ अनि यसरी एउटै मात्रै ब्याङ्कको अधीनमा रहने, त्यही ब्याङ्कले मात्रै कारोबार गर्ने, उसको अन्डरमा रहेर मात्रै कारोबार गर्नुपर्ने, नभएदेखि कारोबार गर्न नपाउने भन्ने अवस्था यसमा रहँदैन। पारदर्शिता, हरेक कारोबार ब्लक चेनमा सुरक्षित रूपमा रेकर्ड हुन्छ। हामीले कारोबार गरेको कुराहरू चाहिँ मैले गरेँ तर उता पुगेन, मैले गरेकै हो भनेर चाहिँ अब ठग्न ओर्न पाइएन, त्यो सबै कारोबार रेकर्ड भएको हुन्छ। विश्वव्यापी पहुँच, इन्टरनेट भएको स्थानबाट जहाँसुकै प्रयोग गर्न सकिन्छ। हामीले यसको लागि चाहिँ इन्टरनेट चाहिँ चाहियो है। इन्टरनेट भएन भनेदेखि चाहिँ कुनै पनि काम हामीले गर्न सकेनौँ। इन्टरनेटको कनेक्सन भएपछि चाहिँ हामीलाई यस सम्बन्धी समस्या भएन। अर्को लगानीको अवसर, धेरै व्यक्तिहरूले चाहिँ क्रिप्टोलाई लगानीको माध्यमको रूपमा प्रयोग गरेका छन्। लगानी गर्ने क्या, क्रिप्टो करेन्सी लिने, अब पछि यसको काम आउँछ, पछि यसले चाहिँ राम्रो गर्छ भन्न अहिले चाहिँ लगानी गरिराखेर बढाइदिने। त्यसै गरी लगानी बढाइरह्यो भनेदेखि चाहिँ यसको प्रतिफल भविष्यमा आउने दिनहरूमा रहन्छ भन्ने आशाले मानिसहरूले लगानी गरिरहेका छन्। अब हामी यसको फाइदा बेफाइदाहरू हेरौँ, डिसएडभान्टेज हेरौँ, कन्सहरू हेरौँ। अत्याधिक मूल्य उतार चढाव, यसमा चाहिँ आज 1 लाख भएको क्रिप्टो भोलि 50,000 पनि झर्न सक्छ। यसको चाहिँ कुनै टुङ्गो भएन। क्रिप्टो चाहिँ एउटा अब जुवा हाडे जस्तो भयो क्या। यसको भ्यालु चाहिँ जुन हुन्छ नि, पैसा चाहिँ आज 1 लाख छ, भोलि 50,000मा झर्न नि सक्छ। त्यसरी झडभन्दा उतार चढाव हुँदाखेरि त धेरै मात्रामा मानिसहरूलाई त धेरै समस्या पर्छ। कसरी यसको मेन्टेन गर्ने, यसलाई कसरी अब रिकभर गर्ने, आफ्नो लस भन्ने समस्या पर्छ। यसमा फेरि ठगीको जोखिम पनि रहन्छ। अब विभिन्न घटनाहरू चाहिँ अब नक्कली योजनाहरू गर्ने होइन, क्रिप्टोसँग सम्बन्धित रहेका छन्। अब ह्याकिङको जोखिम पनि रहन सक्छ। अब अहिले मान्छेहरू डिजिटल वालेटहरूलाई चाहिँ ह्याक गरिदिने, ह्याक गरिदिएपछि डिजिटल वालेटमा भएका सबै कुराहरू चाहिँ आफ्नो कब्जामा आउने, अनि आफ्नो कब्जामा आइसकेपछि आफू खुसी गरेर लिने समेत गरेको पाइन्छ। कानुनी अनिश्चितता, कानुनले पनि अब यो फरक छ। विभिन्न देशको चाहिँ यसको कानुनी स्थिति फरक छ। यसलाई चाहिँ अब नेपालमा पनि यसलाई स्वीकृति दिएको छैन होइन, नेपालले यसलाई स्वीकारेको छैन। मनी लन्डरिङको जोखिम हुन्छ। मनी अब केही सरकारहरूले क्रिप्टो गैर कानुनी आर्थिक गतिविधिमा प्रयोग हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। अब त्यो गैर कानुनी किसिमका आर्थिक गतिविधिहरू भए कानुनले बन्देज गरेका, यस्तो चाहिँ गर्नु हुँदैन है, यस्तो गर्यो भने सजाय हुन्छ, कारबाही हुन्छ, गर्नु नहुने कुराहरू छन् भनेर कानुनले तोकेको अवस्थामा चाहिँ त्यस्ता कार्यहरू गर्यो भनेदेखि चाहिँ त्यस्ता कार्यमा क्रिप्टोको प्रयोग हुन सक्छ। त्यो मानव बेचबिखन भयो होइन, लागु औषधको कारोबार हो, यस्ता गम्भीर प्रकृतिका विषयवस्तुहरूमा चाहिँ यसको प्रयोग हुन सक्छ भन्ने कुराहरू पनि रहेका छन्। बजार हेरफेर, क्रिप्टो बजारमा मूल्य कृत्रिम रूपमा बढाउने वा घटाउने पनि देखिएका छन्। अब यो त सबैतिर रहन्छ मूल्यमा। अब कृत्रिम रूपबाट क्या मान्छेहरूलाई अब बढाइदिने, केही समय बढाइदिने, अनि बढाइदिइसकेपछि आफ्नो सेल गर्ने प्रडक्टहरू सेल गर्ने, अनि सट्टै घटाइदिएर फेरि आफूले किन्ने। जस्तै अब हाम्रो सेयर मार्केटमा पनि त्यही त नियम चलिरहेको छ नि अवस्था त। गडबड गराउने त गरिरहन्छन्। आज धेरै देशहरूले क्रिप्टोलाई, अब यो विश्वमा क्रिप्टोको अवस्था आज धेरै देशहरूले चाहिँ कस्तो रहेको छ त अवस्था भन्दा धेरै देशहरूले क्रिप्टोलाई कानुनी रूपमा स्वीकार गरेका छन् वा नियमन गरेका छन्। कतिपय देशले कर तिर्ने व्यवस्था गरेका छन्। अनि यो कतिपय देशले आफ्नो डिजिटल मुद्रा अर्थात् CBDC सेन्ट्रल ब्याङ्किङ डिजिटल करेन्सी विकास गरिरहेका छन्। यो क्रिप्टोको अवस्था चाहिँ अहिलेको संसारको अवस्थामा सबैले एकै किसिमले यसलाई चाहिँ स्वीकार गरेको पाइँदैन। कतिपय अवस्थामा चाहिँ यसलाई अब यसको प्रयोग गर्नु हुँदैन। यसबाट चाहिँ विभिन्न किसिमले जोखिम हुन्छ। अब अनावश्यक कुराहरूमा होइन, कानुनले गर्न नहुने बन्देज लगाएको कार्यहरूमा गतिविधि हुन्छ, गैर कानुनी काममा मानिसहरू संलग्न हुन्छन् र यसले ठुलो रूपबाट चाहिँ आर्थिक क्षति गराउँछ। आर्थिक
रूपबाट चाहिँ यसले दायित्व वहन गराउँदैन, यसले चाहिँ अब ट्याक्सको नियमनमा पनि यो आउँदैन, यसले कर पनि तिर्दैन, यसलाई चाहिँ त्यसरी लानुपर्छ भनेर चाहिँ धेरैतिरबाट यसको बारेमा कुरा गर्ने गरेको पाइन्छ। त्यसलाई चाहिँ हामीले एकदमै गम्भीर रूपबाट हेरेको भन्न सक्छौँ। त्यसरी क्रिप्टो करेन्सीको कारोबारमा चाहिँ एकदमै समस्या देखिन्छ। अब नेपालमा चाहिँ क्रिप्टोको अवस्था कस्तो छ त नि, हामी नेपाली भइसकेपछि नेपालमा चाहिँ यसको अवस्था कस्तो छ भन्ने बारेमा हेरौँ है त। अब चाहिँ सबभन्दा महत्त्वपूर्ण विषय चाहिँ नेपालमा क्रिप्टोको अवस्था कस्तो छ भन्ने हेर्नु। हाल चाहिँ नेपालमा क्रिप्टो करेन्सी सम्बन्धी गतिविधिहरू कानुनी रूपमा अनुमति प्राप्त छैनन्। नेपालमा चाहिँ यसलाई स्वीकृति दिएको छैन। नेपालमा स्वीकृति दिने हो भनेदेखि क्रिप्टो सम्बन्धी कारोबार नेपालमा पनि हुन्थ्यो। यसलाई चाहिँ स्वीकृति नदिएको अवस्थामा क्रिप्टोको गतिविधिहरू चाहिँ त्यति भएका छैनन्। नेपालको ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई नियमन गर्ने एक मात्र रहेको छ, नेपाल राष्ट्र ब्याङ्क रहेको छ। नेपाल राष्ट्र ब्याङ्कले चाहिँ बिटकोइन तथा अन्य सबै प्रकारका क्रिप्टो करेन्सीको कारोबार, खरिद बिक्री, लगानी, माइनिङ तथा सम्बन्धित गतिविधिहरू गैर कानुनी भएको भन्दै विभिन्न समयमा सूचना जारी गरेको छ। राष्ट्र ब्याङ्कका अनुसार चाहिँ बिटकोइन किनबेच गर्न पाइँदैन। बिटकोइन किनबेच गर्यो भनेदेखि चाहिँ यसलाई यो चाहिँ गैर कानुनी भयो। बिटकोइनमा लगानी गर्नु भनेको चाहिँ गैर कानुनी भयो। राष्ट्र ब्याङ्कले समय समयमा बिटकोइन लगायतका अन्य यो क्रिप्टो करेन्सीहरूमा लगानी नगर्नु, किनबेच नगर्नु यस्ता कार्यहरू चाहिँ नेपालमा गैर कानुनी हुन्। माइनिङ गर्ने तथा आफ्नो कुनै पनि आवश्यकता त्यहाँ संलग्न नहुनु भनेर चाहिँ विभिन्न समयमा सूचनाहरू जारी गरिरहेको पाइन्छ। बिटकोइन किनबेच गर्न पनि पाइँदैन नेपालमा राष्ट्र ब्याङ्कका अनुसार। क्रिप्टो ट्रेडिङ गर्न पनि पाइँदैन, क्रिप्टो माइनिङ गर्न पनि पाइँदैन, क्रिप्टो एक्सचेन्ज सञ्चालन गर्न पनि पाइँदैन। क्रिप्टो सम्बन्धी कारोबारलाई कानुनी मान्यता दिएको छैन। अब यो सम्बन्धी कानुनी मान्यतै नभइसकेपछि, नियमै छैन यो त कारोबार गर्नको लागि भनिसकेपछि त्यसमा चाहिँ हामीले अब केही कुरा सम्झिरहनु बुझिरहनै परेन। किनभनेदेखि क्रिप्टो एक्सचेन्ज सञ्चालन गर्न चाहिँ यो चिजै यहाँ इलिगल हो, गैर कानुनी हो, हुँदैन चलाउनु भनिसकेपछि त्यस सम्बन्धी अन्य गतिविधिहरू पनि हुने कुरै भएन। यदि सरकारले यसलाई चाहिँ नियम बनाएर अगाडि बढाउनु, कार्य गर्नु, यस सम्बन्धी व्यवस्था अगाडि बढाउनु भनेको अवस्था थियो भनेदेखि हामीले क्रिप्टो करेन्सी सम्बन्धी विभिन्न नियम कानुन बनेर यसको नियमन गरेर यसलाई सञ्चालनमा ल्याएको देख्न सक्थ्यौँ। तर यसलाई चाहिँ गैर कानुनी हो नै भनिसकेपछि त्यस सम्बन्धी गतिविधिमा हात हाल्नै पाइएन, केही गर्न पनि पाइएन। किनबेच गर्ने, लगानी गर्ने, यताउति केही कारोबारै गर्न पाइएन। नेपालले किन प्रतिबन्ध लगाएको छ त? नेपालमा यसको अवस्था कस्तो छ भन्दाखेरि नेपालमा प्रतिबन्ध लगाएको छ होइन। नेपाल सरकारले चाहिँ क्रिप्टो लगायतका यस्ता यो क्रिप्टो करेन्सीहरू कुनै पनि किसिमका चाहिँ कार्यहरूमा चाहिँ संलग्न नहुनु, किनबेच नगर्नु यो चाहिँ गैर कानुनी काम हो भनेर चाहिँ प्रतिबन्ध लगाएको छ। भनेर चाहिँ छ त के छ अवस्था भन्दा क्रिप्टो करेन्सीमा चाहिँ नेपालमा स्थिति प्रतिबन्ध लगाउनुको कारणहरू चाहिँ यस प्रकार रहेका छन्। पुँजी पलायन रोक्न, अब देशबाट पैसा बाहिर जान सक्ने चिन्ता भयो नि त उनीहरूलाई। अब देशमा रहेका पैसाहरू सबै बाहिर जाने भए, मानिसहरूले क्रिप्टो किन्ने भए, आफूसँग भएको रियल मनी दिएर चाहिँ क्रिप्टो किन्ने भए। त्यसैले सबैले डिजिटल करेन्सीको युज गरिरह्यो भनेदेखि त रियल मनीको त भ्यालु घट्छ अनि मनी लन्ड्रिङ लगायतका विभिन्न गतिविधिहरू देखा पर्छन्, समस्या हुन्छ भनेर चाहिँ यो पुँजी पलायन रोक्नलाई पनि यो गरेको पाइन्छ। सबैको हातमा चाहिँ इन्टरनेसनल मार्केटिङ, इन्टरनेसनल पेमेन्ट मेथड्सहरू नभइसकेपछि त हामीले विदेशीहरूसँग आर्थिक कारोबार गर्न पनि मिल्दैन। हामीसँग भएको रकम हामीले डाइरेक्टली अरूलाई सेन्ड गर्न पनि मिल्दैन। हो त्यस्तो अवस्था हुने हुँदाखेरि पुँजी पलायन रोक्छ अनि आर्थिक स्थिरता कायम राख्नलाई पनि हो। नेपाली मुद्राको स्थिरता जोगाउन, नेपाली मुद्रालाई चाहिँ एकदमै संरक्षण गर्न। अब बाहिरी राम्रो खालको मुद्रा आयो, सबैतिर चल्ने पैसा आयो भनेदेखि नेपालको पैसालाई कसले अवस्था गर्छ त नि होइन त। त्यसको अवस्था पनि एकदमै न्यून अवस्थाबाट जोगाउन र त्यसलाई पनि स्थिरता जोगाउनका लागि समेत
यस्तो अवस्था रहेको पाइन्छ। ठगी नियन्त्रण गर्न अब क्रिप्टो मार्फत ठगी भयो भनेदेखि कसले ठगी गर्यो, कसरी ठगी गर्यो होइन, कहाँको मान्छे हो, के हो, कस्तो भन्ने कुरा चाहिँ हामीले कहीँबाट केही पनि प्राप्त गर्न सक्दैनौँ। किनभनेदेखि त्यो मान्छे चाहिँ हाम्रो पहुँचमा आउँदैन। बाहिर कहाँ रहेको कस्तो मान्छेले चाहिँ त्यस सम्बन्धी कार्य सञ्चालन गरिरहेको हुन्छ होइन, कारोबार गरिरहेको हुन्छ भनेर चाहिँ हामीले ठगी नियन्त्रण गर्न सकिँदैन। मान्छे पत्ता लगाउनै सकिँदैन। भेटिन सकिसकेपछि अब अहिलेसम्म यसको फाउन्डरको भनेर चाहिँ हामीले बाहिरी रूपबाट स्पष्ट भएको छैन भनेदेखि यसको कारोबारमा हुने ठगी कसरी रोक्न सकिन्छ त? मनी लन्ड्रिङ रोक्न, अवैध रकम कारोबारको जोखिम कम गर्न, यसमा त अवैध रूपबाट मानिसहरूले गर्ने रकम आर्थिक कारोबार चाहिँ अलिक जोखिम कम गर्न भनेको छ। तर जोखिम त त्यति साह्रो कम हुन नसक्ला तापनि र पनि यसको चाहिँ केही हदसम्म नियन्त्रण गर्न सक्छ। नियमन गर्न कठिन, क्रिप्टो विकेन्द्रीकरण भएकाले नियन्त्रण गर्न कठिन हुने धारणा। त्यो चाहिँ अब आफ्नो हातमा रह्यो होइन। आफ्नो हातमा रहेपछि आफूले यसलाई कसरी प्रयोग गर्ने, के गर्ने भन्ने कुरा आफै स्वतन्त्र हुन्छ। त्यो स्वतन्त्र हुँदाखेरि कतिपय अवस्थामा यसमा भएको प्रयोगले समेत यसबाट ठगीमा पर्न सकिन्छ। नियमन गर्न कठिन हुन्छ, सबै ठाउँमा यसको पहुँच पुग्दैन। सरकारले पनि त्यही अनुसारले यसको नियन्त्रण गर्ने कार्यहरूमा संलग्न हुन सक्दैन। हुँदाखेरि ठगी लगायतका विभिन्न किसिमका समस्याहरू देखिन सक्छन्। नेपालमा चाहिँ यसको सजायको व्यवस्था कस्तो छ त क्रिप्टो सम्बन्धी गतिविधि गरेमा? नेपालमा चाहिँ अब सजायको व्यवस्था हेर्दाखेरि क्रिप्टो सम्बन्धी गतिविधि गरेमा विदेशी विनिमय सम्बन्धी कानुन तथा अन्य सम्बन्धित कानुन प्रावधान अन्तर्गत कारबाही हुन सक्छ। क्रिप्टो सम्बन्धी अन्तर्राष्ट्रिय कानुन अथवा त्यस सम्बन्धी कानुनले समेत त्यसलाई कारबाही गर्न चाहिँ पायो है। विभिन्न कानुन जरिवाना र कैद सजायसम्म हुन सक्ने व्यवस्था उल्लेख गरिएको छ रहेको छ। त्यस कारणले चाहिँ विभिन्न किसिमबाट ब्याङ्किङ ठगी लगायत अवैध गतिविधि लगायतको त हरेक कुराहरू हुन्छ नि त। सङ्गठित आर्थिक अपराध लगायतका विषयवस्तुहरूलाई संलग्न गरेन यसबाट कसरी चाहिँ नियन्त्रण गर्न सकिन्छ, यसको सजाय के छ भन्ने कुराहरू त्यहाँबाट तोकिएको छ। भविष्यमा नेपालमा क्रिप्टो वैधानिक हुन सक्छ त भन्ने प्रश्न रहेको छ एउटा। नेपालमा अवस्था के छ र यसको क्रिप्टो नेपालमा स्थापना हुन सक्छ? नेपालमा वैधानिक हुन सक्छ, वैध हुन सक्छ, कानुनले स्वीकार गर्छ भन्दाखेरि यसको अहिले तत्काल हेर्दाखेरि स्पष्ट रूपबाट यसको हुन्छ नै भन्ने अवस्था छैन। तर अहिलेको वर्तमान अवस्थालाई हेर्दाखेरि चाहिँ हुन सक्ने अवस्था पनि देखिन्छ। विश्वका धेरै देशहरूले क्रिप्टोलाई नियमन गरेर प्रयोग गर्न थालेका छन्। धेरैजसो देशहरूले चाहिँ यसलाई नियन्त्रण गरेर आखिर कुनै पनि कुरालाई हामीले धेरै फ्री स्वतन्त्र बनाएर छोडिदिउँ भनेदेखि त्यो चाहिँ काहीँ न काहीँ गएर दुर्घटना पर्छ। त्यस कारणले नेपालले पनि भविष्यमा अध्ययन गरेर यसमा नीति ल्याउन सक्छ। तर हालसम्म कुनै आधिकारिक निर्णय आएको चाहिँ छैन भनेर हामीले हेऱ्यौँ। अब यो सम्बन्धी हामी निष्कर्षमा सर्छ यसको अवस्था के छ भन्ने हेर्छौँ है त। क्रिप्टो करेन्सी चाहिँ आधुनिक डिजिटल अर्थतन्त्रको एउटा महत्त्वपूर्ण आविष्कार हो। यो चाहिँ आधुनिक डिजिटल अर्थतन्त्र, आधुनिक रूपबाट हुने डिजिटल अर्थतन्त्र भयो होइन। अब यो हामीले पुराना अथवा परम्परागत रूपबाट हातमा लिइरहेका, छापेर प्रयोग गरिरहेका पैसा भनेर गोजीमा बोकिरहेका खालका पैसाहरूको चाहिँ सट्टामा डिजिटल रूपबाट भएका पैसाहरूलाई चाहिँ त्यो पैसा एउटाको खाताबाट अर्को खातामा ट्रान्सफर गर्ने अथवा पठाउने होइन। त्यो पठाए बापत आफूले वस्तु तथा सेवा उपयोग गर्ने होइन। आफूले वस्तु तथा सेवा उपभोग गरे बापत क्रिप्टोको माध्यमबाट पेमेन्ट गरिदिने। यदि क्रिप्टो वैध छ भनेदेखि, कारोबार हुन्छ भनेदेखि, अनलाइन पैसाहरूको कारोबार हुन्छ भनेदेखि यसले विश्व वित्तीय प्रणालीमा नयाँ सम्भावना ल्याएको छ। छिटो कारोबार, विकेन्द्रीकरण र विश्वव्यापी पहुँच जस्तै धेरै फाइदाहरू छन्। यसमा चाहिँ अब हामीले वित्तीय प्रणालीमा यो आर्थिक क्रियाकलाप अथवा वित्त सम्बन्धी प्रणालीमा चाहिँ नयाँ सम्भावना ल्याएको छ। छिटो छरितो काम हुने होइन। अनि पुराना नोटहरू जस्तो देखिनु पनि नपर्ने, मोबाइलमा रहने, फोनमै रहने, इन्टरनेटको माध्यमबाट चलाउन सकिने हुँदाखेरि विश्वव्यापी पहुँच चाहिँ
पहुँच जस्ता धेरै फाइदाहरू चाहिँ यसमा छन्। तर त्यससँगै मूल्य अस्थिरता, ठगी, ह्याकिङ, कानुनी जोखिम र आर्थिक सुरक्षा सम्बन्धी चुनौतीहरू पनि छन्। हो, यो त भइहाल्यो, तर यदि कसैले त्यसलाई ह्याक गर्यो, ठगी गर्यो होइन भनेदेखि अनि कानुन पनि स्पष्ट छैन। आर्थिक सुरक्षा सम्बन्धी चुनौतीहरू पनि देखिन्छ। आर्थिक सुरक्षा भनेको अब आफूसँग भएको जुन आर्थिक पैसा सम्बन्धी चाहिँ त्यसलाई कसरी सुरक्षित राख्ने भन्ने विषयहरू समेत पनि यसमा चाहिँ समस्याको विषय रहन्छ। यसमा चाहिँ अब चुनौतीहरू पनि देखिएको छ। नेपालको सन्दर्भमा भनेदेखि चाहिँ क्रिप्टोकरेन्सीको कारोबार, लगानी, माइनिङ तथा सम्बन्धित गतिविधिहरू कानुनी रूपमा अनुमति प्राप्त छैनन्। क्रिप्टो सम्बन्धी कार्यहरू चाहिँ हाम्रो सन्दर्भमा हेर्दाखेरि, नेपालको सन्दर्भमा हेर्दाखेरि चाहिँ क्रिप्टोलाई चाहिँ नेपालमा वैध रूपबाट लिएको पाइँदैन होइन। यसले कारोबारै नगर्नु, यस सम्बन्धी गतिविधि सञ्चालन नगर्नु, क्रिप्टो भनेको चाहिँ एउटा अवैध अथवा गैर कानुनी कारोबार हो। यसलाई हामी स्वीकार गर्दैनौँ र यसलाई चाहिँ कुनै पनि हालतमा कसैले पनि कारोबार नगर्नु, स्वीकार नगर्नु, यसको पक्षमा नरहनु भनेर चाहिँ भनेको पाइन्छ। त्यस कारणले हामीले क्रिप्टो करेन्सीको कारोबार गर्नु हुँदैन। यदि यसको कारोबार गरेको खण्डमा हामीलाई समेत सजाय हुने कानुनी व्यवस्था रहेको छ। यस सम्बन्धी कानुनमा के छ व्यवस्था, कानुनले के भन्छ, कानुनले नगर्नु भनेको कार्य गरेको खण्डमा के सजाय हुन्छ भनेर चाहिँ राम्रोसँगले जानकारी लिएर मात्रै यसको कारोबार गर्नुपर्छ गर्नेहरूले। तर हाम्रो नेपालको सन्दर्भमा चाहिँ यो अनुमति प्राप्त छैनन्। त्यसैले यस विषयमा रुचि राख्नेहरूले पहिले प्रचलित कानुन र सरकारी नीतिबारे राम्रो जानकारी लिनु आवश्यक छ। यदि अब केही यससँग सम्बन्धित पनि केही कुराहरूको पनि जानकारी छैन होइन, त्यत्तिकै रूपबाट लु मलाई चाहिँ यस्तो भयो, लु गर्छु यस्तो गर्छु भन्न चाहिँ पाइँदैन। किनभने कानुनको पालना नगरेको खण्डमा चाहिँ सजायको व्यवस्था हुन्छ। त्यस कारणले त्यो सजायबाट बच्न र कानुनी व्यवधानहरूलाई नियन्त्रण गर्न, त्यसलाई रोकथाम गर्न, त्यसको अवस्थालाई मध्यनजर गर्नको निमित्त चाहिँ त्यसलाई आफू अनुकूल प्रयोग गर्नको लागि चाहिँ हामीले नीति नियमहरू, कानुनी अवस्थालाई चाहिँ मध्यनजर राखेर त्यस सम्बन्धी ध्यान दिएर हेर्नुपर्ने र त्यसलाई चाहिँ पालना गर्नुपर्ने हुन्छ। अब एकचोटि यससँग सम्बन्धित कुराहरू सरसर्ती हेरौँ त। क्रिप्टो करेन्सी भनेको त यहाँले बुझिहाल्नुभयो। क्रिप्टो करेन्सी एक प्रकारको डिजिटल वा भर्चुअल मुद्रा हो। यसलाई छुन वा हातमा समात्न सकिँदैन। यो पूर्ण रूपमा इन्टरनेट मार्फत सञ्चालन हुने मुद्रा हो। यो चाहिँ त्यो इन्टरनेटको माध्यमबाट चाहिँ कारोबार गर्ने एउटा मुद्रा हो। यसलाई चाहिँ हामीले छुन, हेर्न, पैसा एटिएमबाट पैसा झिके जस्तो, ब्याङ्कमा गएर चेकबाट पैसा निकाले जस्तो कार्य गर्न चाहिँ हामीले सक्दैनौँ। सामान्य रूपमा चाहिँ हामीले अब क्रिप्टो करेन्सीको सुरुवात पनि अब भनिहाल्यौँ हामीले। यसको अवधारणा धेरै पहिलेदेखि आए पनि सुरुवात चाहिँ सन् 2008बाट भएको थियो। यसमा चाहिँ सातोसी नाकामोटो भन्ने व्यक्ति अथवा समूहले चाहिँ बिटकोइन सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक गरे संसारको पहिलो। त्यसपछि सन् 2009मा बिटकोइन नेटवर्क सुरु भएर पहिलो बिटकोइन अस्तित्वमा आयो। बिटकोइन संसारको पहिलो सफल क्रिप्टो करेन्सी हो। विश्वको फर्स्ट सक्सेसफुल cryptocurrency is Bitcoin. Bitcoin is the first world successful cryptocurrency. बिटकोइन संसारकै पहिलो र सबैभन्दा प्रसिद्ध क्रिप्टो करेन्सी हो। यसमा चाहिँ ब्याङ्कको आवश्यकता पर्दैन। ब्याङ्क तथा बिचौलियाहरूको आवश्यकता बिनै कारोबार गर्न सकिन्छ। यसको कारोबार चाहिँ अब करेन्सी सम्बन्धी काम चाहिँ ब्लकचेन प्रणालीमा आधारित हुन्छ, जसले चाहिँ कारोबार गर्न सहज हुन्छ र भएको कारोबारको रेकर्ड राख्ने काम गर्दछ। यसका फाइदाहरू छिटो कारोबार हुने, कम शुल्क लाग्ने, विकेन्द्रीकरण, पारदर्शिता, विश्वव्यापी पहुँच। यसको सबैतिरका मान्छेहरूमै विश्वव्यापी पहुँच हुन्छ। लगानीको अवसर पनि प्राप्त हुन्छ। धेरै व्यक्तिले क्रिप्टोलाई लगानीको माध्यमको रूपमा प्रयोग गरेका छन्। अब यसका बेफाइदाहरू अत्यधिक मूल्य उतार चढाव। 1 लाख भएको क्रिप्टो भोलि 50,000 पनि झर्न सक्छ। यसको चाहिँ अवस्था त्यति
स्थिर हुँदैन। ठगीको जोखिम हुन्छ। मान्छेहरूले अहिले त अब कम्प्युटर प्रविधि लगायतका हरेक किसिमबाट मानिसहरूले चलाउने हेर्ने गर्ने हुनाले ह्याकिङको जोखिम पनि हुन्छ, ठगी पनि हुन्छ। अब कानुनी अवस्था निश्चित छैन। मनी लन्ड्रिङको जोखिम हुन्छ। गैर कानुनी आर्थिक गतिविधि प्रयोग गर्ने चिन्ता बन्न सक्छ। बजार पनि हेरफेर हुन सक्छ। नेपालमा चाहिँ अहिले विश्वमा चाहिँ यसलाई अब धेरै देशहरूले कानुन बनाएर स्वीकार गरिसकेको भए तापनि नेपालमा चाहिँ यसको अवस्था अहिलेसम्म पनि त्यति राम्रोसँगले अघि बढेको पाइँदैन भन्दै यहाँहरूलाई